मैले सोचेको पनि थिएन कि यसपालिको पिकनिकमा यस्तोसम्म रमाइलो हुन्छ भनेर। गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो ल्याबबाट पिकनिक कार्यक्रम आयोजना भएको छ मिलन पार्कमा। अनि म चाहिँ बिहान बिहान रेडी भएर मिलन पार्कको लागि निस्किसकेको छु। अनि राइट नाउ आई एम एट मिलन पार्क। एज यु क्यान सी यस्तो राम्रो भ्यू रहेछ यहाँको। अनि यहाँ चाहिँ यस्तो पार्कहरू पनि रहेछ बच्चा बच्ची खेल्नको लागि। मलाई चाहिँ एकदमै एक्साइटेड भइरहेको छ। म त्यहाँ पुग्ने बेलसम्म चाहिँ चिया पाकिसकेको रहेछ। म चाहिँ अलिकति लेट भइरहेछु। अनि त्यहाँ पुग्ने बित्तिकै हामी सबैसँग गऱ्यौँ हेलो हाई। हेलो हाम्रो झरना म्याम और हाम्रो टिकटकर भाइ सबैसँग हेलो हाई गरेपछि अब हामी नाच्न स्टार्ट गऱ्यौँ। यता नाच्दै गाउँदै गर्दा साइडमा चाहिँ रोस्टहरू पाकिरहेको रहेछ भेजहरूको लागि। दरवाजा मसरुम अनि कस्तो मिठो के हेर्दै खाम जस्तो रातो रोस्ट रहेछ। अनि मलाई चाहिँ कस्तो खान मन लागेर म चाहिँ यतातिर आएको कि एउटा चाहिँ मैले उठाएर यसो मुखमा चाखी नै हालेँ है त। ल आई विल टेल यु कस्तो छ। कस्तो टाइट रहेछ। गाउँदै गर्दा त अब्दुल कहाँ छ भनेको त यहाँ आएर चिया पो बनाइरहेको रहेछ। चिया चाहिँ टेस्टी बनेन साथी, मिठो बनाउनु पर्यो भन्दै। त्यसपछि हामी गयौँ, एक दुईवटा फोटोहरू खिच्यौँ, क्लिपहरू बनायौँ टु कलेक्ट द मेमोरिज एन्ड सो द्याट एउटा दुईवटा फोटो पनि आओस् टु पोस्ट। फोटोसोटो खिचेर भाएर मुकेशलाई पिङ खेल्न मन लाग्यो अनि हामी गयौँ तल बच्चा बच्ची पिङ खेल्ने ठाउँमा जहाँ चाहिँ मुकेश र मनिष भएर पिङ खेल्नुभयो। त्यसपछि हामी फर्केर फेरि आफ्नो पिकनिक स्पोटमा आयौँ। लगी भाई क्या बता रहा हूँ जो यहाँ
चढ़े चढ़े बेड़ कोपी दिलों में तू आग लगा के मेरी फायर करे तो करे जब देखे हमें झूठी लायर हामी हेरेको हेरै 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 यतै हिँडेको केलाई चाहियो नाम भन्दा नि ठुलो हुँदो रहेछ त सो यहीसम्म हाम्रो थियो आजको दिन र धेरै धेरै धन्यवाद तपाईँहरूले भिडियो हेरिदिनु भएकोमा र सबैलाई बाई 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 थ्याङ्क यू